नमस्ते। आज हामी एउटा यस्तो देवीको संसारमा डुबुल्की मार्दैछौँ जो बौद्ध धर्ममा सबैभन्दा रहस्यमयी र आकर्षक मानिनुहुन्छ, कुरुकुल्ला। बुद्ध विक्लीको यो भनाइले कुरुकुल्लालाई कुनै पुरानो धुलो लागेको मूर्ति जस्तो होइन, बरु एक जीवन्त एकदमै क्यारिस्मेटिक व्यक्तित्वको रूपमा चिनाउँछ। तर बौद्ध धर्ममा यो दिवा हुनुको अर्थ आखिर के हो त? कुरुकुल्लालाई हेर्दा पहिलो नजरमा उहाँलाई प्रेम र मोहकी देवी भनेर सोच्न सकिन्छ। तर के कुरा यति मात्रै हो? के यो सतही व्याख्या मात्र हो? आउनुहोस्, यही प्रश्नको गहिराईमा पुग्ने प्रयास गरौँ। अब कुरुकुल्लाको यो जुन मनमोहक व्यक्तित्व छ, त्यो कुनै सांसारिक स्वार्थी उद्देश्यको लागि होइन है, बरु यो त एउटा एकदमै स्किलफुल मिन्स, एउटा कुशल माध्यम हो जसले मानिसहरूलाई ज्ञानको मार्गमा आकर्षित गर्छ। ठ्याक्कै त्यस्तै जसरी कुनै चर्चित सेलिब्रिटीले कुनै राम्रो सामाजिक कामको लागि आफ्नो प्रसिद्धिको प्रयोग गर्छन्। र उहाँको यो आकर्षक छविको पछाडि लुकेको गहिरो अर्थ उहाँको तिब्बती नामबाटै थाहा हुन्छ। उहाँको नाम हो ऋग्वेदमा, जसको अर्थ हुन्छ ज्ञानको कारण बन्ने व्यक्ति। मतलब उहाँको मूल उद्देश्य नै ज्ञान र विवेक जगाउनु हो। त्यसो भए अब उहाँको स्वरूपमा लुकेका ती गहिरो प्रतीकहरूलाई एक एक गरेर बुझौँ है त, किनभने उहाँको प्रतिमामा देखिने हरेक सानोभन्दा सानो विवरणको पनि एकदमै विशेष अर्थ छ। सामान्यतया कुरुकुल्लालाई एकदमै जीवन्त, युवा, रातो रङको अनि गतिशील नृत्य मुद्रामा देखाइन्छ। यो स्वरूप हेर्दैमा एकदमै प्रभावशाली छ होइन त? यसले उहाँको सक्रिय र जीवन्त प्रकृतिलाई झल्काउँछ। ल, अब अलिकति गहिरिएर हेरौँ। उहाँको स्वरूपमा हरेक कुराको अर्थ छ। जस्तै उहाँको रातो रङ, यो केवल मोहको रङ होइन, यसले पद्मकुल अर्थात् बुद्ध अमिताभको करुणामय परिवार र त्यससँग जोडिएको आकर्षित गर्ने शक्तिलाई जनाउँछ। अनि उहाँको शिरमा रहेको त्यो 5 खप्परको मुकुट, त्यो कुनै साधारण गहना होइन। यसले हाम्रो मनमा हुने 5 विषहरू, लोभ, क्रोध, अज्ञान जस्ता कुरालाई ज्ञानमा बदल्ने शक्तिशाली क्षमताको प्रतीक हो। उहाँको हरेक मुद्रा, हातमा बोकेका हरेक वस्तुले हामीलाई अहङ्कारलाई जितेर मुक्तिको बाटोतर्फ डोर्याउने सन्देश दिन्छ। यसैले यो बुझ्न एकदमै जरुरी छ कि कुरुकुल्लाको जादु भनेको हाम्रो सामान्य सांसारिक इच्छा पूरा गर्ने कुनै टुनामुना होइन। यसको सफलता त पुरै साधकको नियतमा, उसको इन्टेन्सनमा निर्भर गर्छ। यो तालिकाले सांसारिक र प्रबुद्ध लक्ष्य बीचको फरकलाई छर्रङ्ग पार्छ। हेर्नुहोस् त, एकातिर स्वार्थी कारणले कसैलाई आकर्षित गर्नु छ भने अर्कोतिर आफ्नो आध्यात्मिक यात्राको लागि एक उपयुक्त साथी खोज्नु छ। व्यक्तिगत सुख सयलको लागि धन कमाउनु र अभ्यासलाई अगाडि बढाउन अनि अरूको भलाइ गर्न स्रोतहरू जुटाउनुमा कति फरक छ। यही भिन्नता नै कुरुकुल्लाको अभ्यासको मुटु हो। त्यसो भए त्यो सही नियत के हो त? कुरुकुल्लाको शक्तिलाई सक्रिय पार्ने त्यो मुख्य इन्धन भनेको बोधिचित्त हो। बोधिचित्त भनेको के हो? यो भनेको केवल आफ्नो लागि होइन, बरु संसारका सबै प्राणीहरूको हितको लागि ज्ञान प्राप्त गर्ने एउटा विशाल करुणाले भरिएको आकांक्षा हो। यही निस्वार्थ नियतले नै उहाँको अभ्यासलाई साँच्चै सार्थक बनाउँछ। अब कुरुकुल्लालाई कुनै एउटा मात्रै रूपमा हेरेर पनि हुँदैन। बौद्ध परम्परामा उहाँको पहिचान एकदमै जटिल र बहुआयामिक छ। उहाँका विभिन्न पहिचान छन् जसले उहाँको भूमिकाको विविधतालाई देखाउँछ। उहाँलाई मुख्यतया 3 तरिकाले बुझिन्छ। पहिलो, उहाँको आफ्नै छुट्टै युनिक अस्तित्व छ। दोस्रो, उहाँलाई प्राय तारादेवीको एक शक्तिशाली रातो स्वरूप मानिन्छ, तारा जो दुःखबाट उद्धार गर्ने देवीको रूपमा चिनिनुहुन्छ। र तेस्रो, अनुत्तरयोग जस्ता उच्च तन्त्रहरूमा उहाँलाई महान तान्त्रिक देवता श्री हेवित्रको शक्ति स्वरूपको रूपमा पनि हेरिन्छ। हेर्नुहोस् त, कति धेरै तह छन् उहाँको पहिचानमा। ल, अब अहिलेसम्मका सबै कुरालाई एक ठाउँमा ल्याएर हेरौँ। उहाँको आकर्षणको अन्तिम लक्ष्य, ती अल्टिमेट अट्र्याक्सन के हो त? यो कुनै व्यक्ति वा वस्तुलाई आकर्षित गर्नु मात्रै पक्कै होइन। र यो नै सायद सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कुरुकुल्लाको सम्पूर्ण मोहक स्वरूप, उहाँको त्यो सुन्दरता वास्तवमा धर्म अर्थात् बुद्धको शिक्षाको कहिल्यै नकार्न नसकिने इर्रेजिस्टिबल आकर्षणको एउटा शक्तिशाली प्रतीक हो। उहाँको सुन्दरताले हामीलाई अन्ततः ज्ञान र करुणाको सुन्दरतातिर तान्छ।
निङमा परम्पराको एउटा पुरानो पदले यसलाई कति सुन्दर ढङ्गले व्यक्त गर्छ। त्यहाँ उहाँलाई 3 लोकका सबै प्राणीहरूलाई मनमोहक रूपले नियन्त्रण गर्ने डाकिनीको रूपमा सम्मान गरिएको छ। यहाँ डाकिनीको अर्थ आकाशमा विचरण गर्ने प्रबुद्ध नारी शक्ति हो र नियन्त्रणको अर्थ कुनै जोर जबरजस्ती होइन, बरु करुणाले भरिएको मार्गदर्शन हो। र अन्तमा कुरुकुल्लाको यो विश्लेषणले हामी सबैलाई एउटा गहिरो प्रश्न सोध्न प्रेरित गर्छ। हामीले आफ्नो जीवनमा केवल आफ्नो लागि नभएर सबैको भलाइको लागि कस्ता सकारात्मक अवस्थाहरू आकर्षित गर्न सक्छौं होला।